हामी सिङ्गापुरदेखि मलेसिया पुगिसकेका छौँ। आजको हाम्रो गन्तव्य भनेको मलेसियाको प्रसिद्ध बाटु केभ र गेन्टिङ आइल्यान्ड रहेको छ। बाटु केभ एउटा अनौठो गुफाभित्र रहेको हिन्दू मन्दिर हो। बाहिरबाट देखिने यो ठुलो मूर्ति मुर्गन यानि कि युद्धका देवता महादेव र पार्वतीका ज्येष्ठ सुपुत्र कुमार कार्तिकेयको हो। मलेसियामा साउथ इन्डियन हिन्दूहरूको जनसङ्ख्या करिब 8% रहेको छ, जुन यहाँका मलायम र चाइनिज पछि तेस्रो स्थानमा पर्दछ। यो मन्दिर यिनै हिन्दूहरूबाट सञ्चालित र संरक्षित छ। ल साथीहरूले सबैले बाटु केभको राम्रोसँग दर्शन गर्नु होला। यहाँबाट अलिकति सिँढी चढेपछि एउटा मन्दिर छ जहाँ दैनिक पूजापाठ हुन्छ। यो गुफाको भित्रपट्टि बीच भागमा आकाश खुला छ, जसले गर्दा गुफाभित्र पनि प्रशस्त उज्यालो रहेको छ। गुफाबाट फर्किँदा सिँढीको माथिल्लो भागबाट क्वालालम्पुरको दृश्य रमणीय लाग्दछ। बाटु केभको दर्शनपछि हामीहरू केबल कारबाट गेन्टिङ आइल्यान्डतर्फ प्रस्थान गर्दछौँ। केबल कारबाट प्रस्थान गर्दा हुस्सु लागेर अगाडितर्फ केही नदेखिँदा आकाशतिर गए जस्तो अनौठो अनुभूति भयो। गेन्टिङ आइल्यान्ड माउन्ट उलुकाली पर्वतको टपमा 1800 मिटरको उचाइमा अवस्थित एउटा हिल स्टेसन हो। यो क्वालालम्पुरदेखि 58 किलोमिटरको दूरीमा रहेको छ। यसको मुख्य आकर्षण भनेको क्यासिनो र यहाँ अवस्थित इन्डोर तथा आउटडोर थिम पार्कहरू हुन्। गेन्टिङ आइल्यान्डमा जुवा खेल्न र रमाउन आउनेहरूका लागि गेन्टिङ ग्रान्ड जस्ता ठुला ठुला होटलहरू यहाँ उपलब्ध छन्।
गेन्टिङ हाइल्यान्डमा रहेको अर्को आकर्षण भनेको 9 तले सिनसुई मन्दिर हो। पानी परिरहेको थियो। गेन्टिङ हाइल्यान्डको परिसरबाट हामी ट्याक्सी लिएर यो मन्दिरतर्फ लाग्यौँ। यो मन्दिरको सबैभन्दा माथिल्लो 9 तलासम्म घुमाउरो भर्याङ चढ्दै जान सकिने रहेछ। मन्दिरको माथिबाट हेर्दा वरिपरिको दृश्य अत्यन्त मनमोहक देखिन्छ।